おはようございます。皆さん、私はもう一度あなたの前に来ました。それで、आज चाहिँ मैले हजुरहरूलाई चाहिँ सेकेन्ड लेसनको ल्याउँछु भनेको थिएँ, तर आज चाहिँ मेरो स्टुडेन्टहरूले चाहिँ 14 लेसनको बनाउनु भनेर माग आएको कारणले म आज चाहिँ मेरो यो 14 लेसनको पाठ चाहिँ बनाउन गइरहेको छु। आज चाहिँ अब हजुरहरूलाई चाहिँ यसको अलिकति लामो भएकोले यसको चाहिँ मैले चाहिँ दुईवटा भागमा चाहिँ भिडियो पोस्ट गर्नेछु। एउटा चाहिँ यसको के फर्ममा कसरी लाने भनेर सिकाउँछु आज, अनि अर्को दिन चाहिँ म यसको ग्रामरहरू चाहिँ कसरी बनाउने र कसरी प्रयोग गर्दाखेरि हुन्छ भन्ने चाहिँ म सिकाउँछु। यो 14 लेसनमा हजुरले मेन कुरा बुझ्ने भनेको चाहिँ हजुरले चाहिँ ते फर्ममा चाहिँ कसरी लाने भने ते फर्ममा कसरी लाने त। तर यो ते फर्म चाहिँ यो के हुन्छ भने यो नियम गएको चाहिँ यो चाहिँ आइरन गेट पनि भनिन्छ है। यो ते फर्म नजानिकन चाहिँ हजुरहरूले कुनै पनि यसबाट आउने पाठहरू हजुरले कुनै पनि बुझ्नु हुँदैन। कुनै पनि के फर्ममा कसरी लाग्यो केही पनि बुझ्नु हुँदैन। हजुरले मेन कुरा बुझ्नुपर्ने भनेको चाहिँ ते फर्ममा चाहिँ कसरी लाने हो। यो चाहिँ के हो, 14 लेसनको आइरन गेट पनि भनिन्छ। आइरन गेट फलामको बाटो, फलामको ढोका पनि भनिन्छ। यो भनेको चाहिँ यो बुझे मात्र अनि हजुरले आउने पाठहरू चाहिँ बुझ्न सकिन्छ। अब हामी यो ते फर्ममा चाहिँ कसरी लाने त। यो ते फर्ममा लानुको लागि चाहिँ हामीले फर्स्टमा यो इची ग्रुपको फर्स्टमा चाहिँ हामीले यहाँनिर ते फर्ममा लाँदाखेरि चाहिँ ग्रुप यसमा चाहिँ हामीले पढ्ने भाषाहरूलाई चाहिँ हामीले त्यसको 3 ग्रुपमा छुट्याइएको छ। जस्तो अब यहाँ 3 ग्रुपमा चाहिँ कसरी छुट्याएको छ भन्दाखेरि फर्स्ट ग्रुपमा चाहिँ के पर्छ त। फर्स्ट ग्रुपमा पढ्ने चाहिँ के हो, इ ची रि मी बी की गी सी। यो चाहिँ के हो, यो चाहिँ फर्स्ट ग्रुपमा पढ्ने कोडहरू हो। फर्स्ट ग्रुपमा चाहिँ जुन जस्तो के हुन्छ भन्दाखेरि फर्स्ट ग्रुपमा पढ्ने कोडहरू भने मतलब जस्तो यो के हुन्छ, इ की मास। अब यसलाई के फर्ममा लाँदाखेरि के हुन्छ त भन्दाखेरि इ की मासको के हुन्छ, इत्ते। यो तर इमा आयो भने यो इत्तेको चाहिँ इत्ते नै हुन्छ। हल्का यो अलिकति जाति भाषाबाट नमिल्ने भएकोले यसमा चाहिँ चिसाइ चुनै लाग्छ। तर यसको फर्स्ट ग्रुपमा चाहिँ यसरी कसरी गर्दा हुन्छ भन्दाखेरि इचिरीको चाहिँ इचिरी ते, अनि यो मिनिमीको मिनिबिन दे, अनि कीको इते, गीको इदे, अनि सीको सीते। यो चाहिँ तपाईले फर्स्ट ग्रुपमा पढ्नुपर्ने कुराहरू हो। कस्तो भयो भन्दाखेरि यहाँनिर चाहिँ के छ, इचिरी ते, मिनिबिन दे, कीको इदे, गीको इदे र सीको सीते। यो चाहिँ फर्स्ट ग्रुपमा पढ्नेहरूलाई ते फर्ममा कसरी लाने भन्ने कुरा हो। यो चाहिँ फर्स्ट ग्रुपको ते फर्ममा लाने, फर्स्ट ग्रुप भनेर चिनिन्छ यसलाई चाहिँ। फर्स्ट ग्रुप ते फर्ममा लाने फर्स्ट ग्रुप भनेर चिनिन्छ। अब यसको यो फर्स्ट ग्रुपमा पर्छ भने सेकेन्ड ग्रुपमा चाहिँ के पर्दो रहेछ हेर्नु होला है। अब सेकेन्ड ग्रुपमा जानु अगाडि चाहिँ तपाईँलाई म यसको के ते फर्ममा चाहिँ कसरी लाने भने म एउटा फर्मुलाहरू पनि देखिदिन्छु। जस्तो अब यहाँनिर के हुन्छ भन्दाखेरि इकिमासको इत्ते हुने भयो भन्दाखेरि अब के हुन्छ, योमिमासको के हुने हुन्छ, योमिमासलाई ते फर्ममा कसरी लाँदा भन्दाखेरि योमिमासमा कहाँ छ, यहाँनिर मी छ, योमिमासको मी यहाँनिर छ। अब योमिमासको के हुने भयो, यहाँनिर के छ, मी हटाएर योमिमासको मी हटाएर के राख्नु पर्यो, योन दे राखिदिनु पर्यो। अब के हुने भयो अर्को, अब अर्को के हुन्छ, खाकीमासलाई चाहिँ ते फर्ममा कसरी चेन्ज गर्ने त। खाकीमासको के हुने भयो, यहाँनिर के छ हेर्नु, यहाँनिर खाकीमासको खाइते के हटाउनु पर्यो, कि हटाएर खाइते राख्नु पर्यो। अब अर्को के हुन्छ, अर्को फर्स्ट ग्रुपमा पढ्नेहरू बेन्क्योसी मास छ, बेन्क्योसी मासलाई ते फर्ममा कसरी लानु पर्यो हामीले। अब यहाँ हेर्नु, बेन्क्योसिते, यहाँ हेर्नु त बेन्क्योसिते, सीमा चाहिँ जहिले पनि के हुन्छ, सिते नै हुन्छ है। त्यही फर्ममा लाँदाखेरि सितेको सिते नै हुन्छ, सीमासको सिते। गीको इदे, कीको इते र मिनिको उन्दे, इचिरीको ते, चुत्ते हुन्छ हो, इचिते। अब हामीले यसमा चाहिँ फर्स्ट ग्रुपमा चाहिँ के हुने भयो, फर्स्ट ग्रुपमा सेकेन्ड आउँछ खाकी मासको चाहिँ के हटाएर खाइते लेख्नु पर्यो, बेन्क्योसी मासको चाहिँ सिने राखेर बेन्क्योसी र योमी मासको
चाहिँ मी हटाएर यो दे राखिदिनु पर्यो यो दे अब हामी सेकेन्ड ग्रुपमा चाहिँ के हुन्छ त सेकेन्ड ग्रुपमा चाहिँ के होला यस्तो हजुरले के छ भने सेकेन्ड ग्रुपमा के हुन्छ हजुरले सेकेन्ड ग्रुपमा हुनुपर्ने कुराहरू चाहिँ के छ भन्दाखेरि सेकेन्ड ग्रुपमा चाहिँ अब यो फर्स्ट ग्रुप चाहिँ के भयो इचिरी मिनिबी किगिसी इचिरी मिनिबी किगिसी चाहिँ के हुन्छ भन्दाखेरि जस्तो अब यो ई साउन्ड आउने चाहिँ ई साउन्डले ते साउन्ड लाने हुन्छ यसमा चाहिँ जस्तो यो यस्तो हुन्छ का कि कु के कु जस्तो अब यहाँ के हुन्छ यो सेकेन्ड ग्रुपमा आउँछ यो सेकेन्ड ई साउन्डलाई चाहिँ ते साउन्ड लाने पनि भनिन्छ है यो चाहिँ ते फर्ममा लाने भनेको ई साउन्डलाई ते फर्ममा लाने भने जस्तो अब यहाँनिर के छ भने के छ ई ते भयो अब यहाँनिर के हुन्छ सा सी छ भने यहाँनिर सीते भयो अब यहाँ के हुन्छ ता चीको रहेछ भने के हुने भयो ता चीको के हुन्छ इचिरीको ताते हुने भयो ताते के हुने भयो ताते हुने भयो जस्तो तपाईले ई साउन्डमा चाहिँ ते साउन्डमा चाहिँ लाने यति मात्र बुझ्नु पर्यो अब तपाईले सेकेन्ड ग्रुपको चाहिँ के बुझ्नु पर्यो भन्दा मेन कुरो चाहिँ सेकेन्ड ग्रुपमा चाहिँ के हुन्छ यो ओडको अरु शब्द यो ओड नभएको शब्द हुन्छ जस्तै यो ओड नभएको शब्द चाहिँ के सेकेन्ड ग्रुप हुन्छ जस्तो ओड यो भन्दा फरक जस्तो यहाँ के हुन्छ ताबे मास ताबे मास के छ त ताबे यहाँ यो ताबे आउने बित्तिकै यो सेकेन्ड ग्रुप हुन्छ यो फर्स्ट ग्रुपको कुनै मान्छे छैन यहाँ फर्स्ट ग्रुप भनेको इचिरी मिनिमी किगिसी हो यहाँनिर पनि छैन ताबे बे छ छैन अब यसमा के गर्नु पर्छ यसमा चाहिँ त्यही फर्ममा के गर्नु दाललाई के गर्नु पर्यो भन्दाखेरि ताबे मासलाई त्यही फर्ममा लाँदाखेरि चाहिँ के राख्नु पर्यो ता बे ते मासलाई हटाएर ते राखिदिनु पर्यो ता बे ते यो चाहिँ के भयो सेकेन्ड ग्रुपको हुन्छ सेकेन्ड ग्रुपमा हुने यो ओडहरू हो ताबे मासको ताबे ते अब अरु के हुन्छ सेकेन्ड ग्रुपमा पढ्ने सोध्नुस् यो चाहिँ सेकेन्ड ग्रुपमा पढ्नु सोध्नु भयो भनेर थाहा भएन अब अरु यस्तै हुन्छ यो ठ्याक्कै यो इचिरी मिनिबी किगिसीको बाहेक अरु ओडहरू यहाँनिर आउँछ भने त्यो चाहिँ सेकेन्ड ग्रुपमा पर्छ ताबे मास अनि यो तपाईहरुले यो के यो 14 लेसन पढ्नुपर्ने 14 लेसन पढ्ने बेलामा चाहिँ तपाईले मेन कुरा चाहिँ के बुझ्नु पर्यो भने यहाँनिर चाहिँ कतिवटा भन्दाखेरि 7 वटा चाहिँ अपवादहरू हुन्छन् 7 वटा अपवादहरू यसमा 7 वटा अपवादहरू चाहिँ के होला त यसरी के छ भन्दा यसमा 7 वटा अपवाद चाहिँ के हो भन्दाखेरि त्यसको चाहिँ त्यो अपवादहरू चाहिँ फर्स्ट ग्रुपमा परे तापनि त्यो चाहिँ सेकेन्ड ग्रुपै मानिन्छ जस्तै के हुन्छ त्यसमा भन्नु त खाली मास खाली मास खाली मास ओरी मास ओची मास अनि देखि मास अनि आबी मास अनि अरु के हुने भयो 1 2 3 4 5 6 अनि अरु के हुने भयो ओकी मास यो चाहिँ तपाईको के छ भन्दाखेरि यो चाहिँ सेकेन्ड ग्रुपमा परे तापनि यो चाहिँ के हो 7 वटा अपवादहरू हो यो चाहिँ सेकेन्ड फर्स्ट ग्रुपमा परे तापनि यो चाहिँ सेकेन्ड ग्रुपमै हुन्छ यो चाहिँ के हो अपवाद यो चाहिँ सेकेन्ड ग्रुपको अपवाद भनिन्छ यिनीहरूलाई चाहिँ फर्स्ट ग्रुपमा परे तापनि सेकेन्ड ग्रुपमै मानिन्छ जस्तै अब यहाँ खालीको के लिनु पर्यो अघि हामी के ल्याएको फर्स्ट ग्रुपमा भन्दाखेरि खाली मासको के ल्याएको के लेखाएको थियो खाई मासको हामीले फर्स्टमा पढ्दाखेरि खाई मास थियो अब खाई मास हामीले के ल्याएको थियो के पढ्न लाग्दाखेरि के हुने भयो यहाँनिर खाते भन्दाखेरि अब खाली मासको चाहिँ के हुने भयो त खाली मासको के हुने भयो खालिते किन भन्दाखेरि यो फर्स्ट ग्रुप भए तापनि सेकेन्ड ग्रुपमै पढ्न जान्छ यो चाहिँ 7 वटा अपवादहरू भनिन्छ र यदि 7 वटा अपवाद हुँदा हुँदै पनि यदि कुनै पनि वर्डको फर्स्ट लेटर मात्र आउँछ जस्तै मानौ ई मास मी मास यदि कुनै पनि वर्डको फर्स्ट लेटर मात्र आउँछ भने पनि फर्स्ट ग्रुपमा परे तापनि यिनीहरूलाई पनि सेकेन्ड ग्रुपमै राखिन्छ सेकेन्ड ग्रुपमै मानिन्छ यिनीहरूलाई पनि जस्तो ई मासको के हुन्छ इत्ते मी मासको मित्ते
यसको चाहिँ फर्स्ट ग्रुपमा परे तापनि यसको चाहिँ एउटा मात्र वर्ड कुनै आउँछ भनेदेखि त्यसलाई जहिले पनि सेकेन्ड ग्रुपमै राखिन्छ। अब तपाईँहरूले पढ्नुपर्ने भनेको थर्ड ग्रुप। थर्ड ग्रुपमा चाहिँ के गर्नु पर्ला हजुरहरूले हेर्नुहोस् है। थर्ड ग्रुपमा के हुन्छ, सिर्फ दुईटा मात्र हुन्छ। थर्ड ग्रुप चाहिँ एकदम सजिलो छ। थर्ड ग्रुपमा चाहिँ जब दुईटा मात्र हुन्छ। थर्ड ग्रुपमा के हुन्छ, एउटा की मास अनि अर्को सी मास। यो चाहिँ र थर्ड ग्रुपमा चाहिँ सजिलो छ। थर्ड ग्रुपमा जब दुईटा मात्र पर्छ, यसमा चाहिँ की मास र सी मास पनि पर्छ। यो भनेको थर्ड ग्रुप हो है, थर्ड ग्रुप। अब यो थर्ड ग्रुपमा चाहिँ कसरी त्यो फर्ममा लाने भन्ने हुन्छ। अब यहाँ की मास के हुन्छ थर्ड ग्रुपमा लाँदाखेरि, त्यो फर्ममा लाँदाखेरि थर्ड ग्रुपको यो चाहिँ थर्ड ग्रुपमा चाहिँ दुईटा मात्र पर्छ जहिले पनि। की मासको के हुने भयो, कि ते, सी मासको सी ते। त्यो फर्ममा लाँदा चाहिँ यसको चाहिँ यो मात्र की मासको के हुने भयो, सी मासको सी ते हुने भयो। तपाईले अब यसमा मेन कुरा जान्नुपर्ने भनेको चाहिँ फर्स्ट ग्रुपमा हो है। फर्स्ट ग्रुपमा के छ, इचिरिते मिनिमिन्दे कि इते गि इदे र सि सिते। यो चाहिँ फर्स्ट ग्रुपमा पर्छ। यो चाहिँ भुल्नु भएन हजुरहरूले, यो चाहिँ मेन कुरो। यसलाई के फर्ममा कसरी लाने त। अनि यो बुझिसकेपछि मैले यहाँनिर अपवादहरू लेखेको छ। यो अपवाद चारवटा अपवादहरू चाहिँ हजुरले बुझ्नु पर्यो। के छ, खाली मास, तारी मास, ओरी मास, ओची मास, देखी मास, आरी मास र ओकी मास। यो चाहिँ मेन कुरो, बिर्सिन नहुने कुरा। यो चाहिँ के हो, फर्स्ट ग्रुपमा भए तापनि यो अपवाद भएको कारणले यो चाहिँ सेकेन्ड ग्रुपमै प्रयोग गरिन्छ। अनि अर्को मेन कुरो के छ भन्दाखेरि त्यसमा चाहिँ एउटा मात्र अक्षर छ। जस्तो मानौँ कि अहिले मैले हजुरलाई मात्र भने, हजुरलाई भनिसकेको छ, यदि मासु अगाडि एउटा मात्र वर्ड आउँछ भने त्यो चाहिँ जहिले पनि फर्स्ट ग्रुप भए तापनि सेकेन्ड ग्रुपमा नै जोडिन्छ, सेकेन्ड ग्रुपमा नै हुन्छ। जस्तो यहाँनिर अहिले मैले के भनेको हजुरलाई, मिमास। मिमास के हो, फर्स्ट ग्रुप हो। हेर्दाखेरि चाहिँ मी यहाँनिर के आउँछ, इचिरी मिनी बी आउँछ। मी कहाँ छ, यहाँ छ। तर यो फर्स्ट ग्रुप मासको अगाडि एउटा मात्र आए तापनि यो फर्स्ट ग्रुप भए तापनि यो के हुन्छ, जहिले पनि सेकेन्ड ग्रुपमै हुन्छ जहिले पनि। यदि मास भन्दा अगाडि एउटा मात्र अक्षर आउँछ भने, एउटा मात्र अक्षर त्यो एउटा मात्र अक्षर आउँछ भने त्यो जहिले पनि फर्स्ट ग्रुप नभएर सेकेन्ड ग्रुपमै हुन्छ। आज चाहिँ मैले तपाईहरुलाई यति मात्र पढाउँछु। आज चाहिँ हजुरहरूलाई मैले के गरेँ, यो मास फर्मलाई के फर्ममा कसरी लाने भन्ने मैले सिकाएँ। आज यो पुरै भिडियो बनाउँदाखेरि चाहिँ अलि लामो हुने भएकोले अर्को भिडियोमा चाहिँ मैले हजुरहरूलाई 14 लेसनको ग्रामर चाहिँ सिकाउँछु। भोलि चाहिँ म हजुरलाई यो 14 लेसनको ग्रामर चाहिँ बनाएर म भिडियोमा पोस्ट गर्छु। आजलाई चाहिँ यति भन्दै म बिदा माग्छु। सायोनारा मिनासान।